16 वर्षीय इनिसा बेगमको फागुन 23 गते भएको चाहिँ सुर्खेतमा भएको यो घटना हामीहरूलाई सबैलाई थाहा छ र उसलाई चाहिँ त्यो फागुन 23 गतेका दिन 4 जना मिलेर उसलाई रेप गरेर त्यो जङ्गलमा नि मारेको अवस्थामा फेला पारेका थिए। यो कुरामा 4 जनालाई नेपाल प्रहरीले चाहिँ गिरफ्तार गरेको छ। यस्तो केसहरू नेपालमा धेरै पटक दोहोरिसकेको छ। निर्मला पन्त लगायत अन्य नाबालिकाहरूमा यस्तो अपराधजन्य कुराहरू चाहिँ नेपालमा भइसकेको छ। अब आउने बालन सरकारले चाहिँ कानुनलाई चाहिँ बदल्न आवश्यक छ। यस्तो घटनाहरू फेरि पनि दोहोरिनेछन् र यो घटना रोकथाम गर्नका लागि चाहिँ कानुनलाई चेन्ज गरेर चाहिँ यस्तो घटनाहरू जसले बलात्कार र मर्डर जस्ता अपराधहरू गर्ने गर्छ त्यो व्यक्तिहरूलाई चाहिँ डाइरेक्ट चाहिँ फाँसी सजाय दिनुपर्ने हुन्छ। मेरो सोचमा चाहिँ यस्तो फाँसी सजाय चाहिँ नदिँदासम्ममा चाहिँ यस्तो अपराधहरू चाहिँ अझै बढेर जानेछ। तपाईँहरूलाई के लाग्छ, यो फाँसी सजाय दिँदा राम्रो कि र अन्य सजाय कुनै अरू सजाय दिँदा चाहिँ राम्रो होला?